हेलो गाइज वेलकम ब्याक टु एनदर भ्लग। अनि के छ सबजना आरामै होला। म आरामै आज रुमबाटै भ्लगिङ स्टार्ट गर्दै होइन म चाहिँ। अनि आज धेरै पछि युट्युब फ्यामिलीहरूसँग भेट हुन पाइयो होइन। धेरै पछि भ्लग बनाउनु पाइयो। धेरै भयो त्यो भिडियो नहालेको, किन नहालेको भन्नुहुन्छ भने अस्ति एउटा भिडियो पोस्ट गरेको थिएँ, 15, 16, 17, 18 भ्युज आयो क्या। अब मेरै फ्रेन्डहरूले पनि हेर्दैन। अनि त्यो थोरै भ्युज आएपछि त के भिडियो हाल्नु भने जस्तो लाग्यो मलाई पनि। अनि त्यही भएर मैले भिडियोहरू केही हालेको थिइनँ। अनि आज धेरै पछि कन्टेन्ट बिना अनि घाँस लिएर अहिले आएर रुमबाट स्टार्ट गरेको भ्लग चाहिँ। अनि आजको भ्लग चाहिँ अब कस्तो हुनेछ मलाई थाहा छैन। म कन्टेन्ट बिना बनाउँदैछु भ्लग। अनि प्रथम त अब लिची खान जानुपर्छ होला होइन। अब त्यो त त्यस्तो थाहा भएन। अब केही छैन, अहिलेको समयमा अब म चाहिँ जाँदैछु पर घरतिर अब यसो लिची खानको लागि होइन। अब भ्लग चाहिँ अब यस्तै हो गाइज, अब हाल्न पाइँदैन हो, समयले मिल्दैन, समय सापेक्षित अब त्यस्तै हुन्छ। कि कहिले के समस्या कहिले के समस्या आउँछ, मिल्दैन नि त, त्यही भएर हालेको थिइनँ। अनि आज चाहिँ धेरै पछि भ्लग बनाउँदै पसिनै सरी भएर म त अघि नै आएर कपालले काट्ने बेला भएर गाइज। अनि अघि नै आएर यता बसिरहेको। अनि अब चाहिँ परतिर जानुपर्ने चाहिँ। आजको वातावरण चाहिँ एकदम राम्रो छ, घाम लागेर हो, एकदमै घाम लागिरहेछ। चाहिँ पर घरमा आइपुग्यो होइन लिची खानुको लागि। यो चाहिँ हड्डीमेन हो, कान्छ अङ्कलको छोरा। के छ केटा, ठिक छ नि होइन? ठिक छ। ए अनि भन्दैन त, अनि तँ स्कुल जानु आँटेको? ए अनि जाउँ न त नि, ल दुइटा लिएर। हाम्रो आन्टी चाहिँ यता धमाधम चप बनाउनु रहेछ यहाँनिर। निकै मिठो मिठो चपहरू तल भाइको लागि टिफिन होइन। भाइ चाहिँ तल स्कुल जान्छ नि त। केटो चाहिँ मलाई लिची लिनु जाँदैछ गाइस। यसले चाहिँ मलाई 3टा 4वटा लिची ल्याइदिएको छ होइन। गाइस यो चाहिँ स्कुल जानु आँटेको छ। अनि यसको ब्याग चाहिँ लेडिज ब्याग हो। यो त लेडिज ब्याग हो त अनि केटा। कुरा घायो नाटक पार्दैछ। नाइस लिची चाहिँ एकदम मिठो रहेछ। जब आङ्लाले ताङ्ग्रिने जस्तो। खाजा पकाइदिनु हुँदैछ। यसको गर्लफ्रेन्ड पनि छ एउटा। अनि ऋषभ दादाको गर्लफ्रेन्ड बुद्ध अरे गाइस। अनि यसको गर्लफ्रेन्डको नाम त के पो थियो हौ? अनि ऋषभ दादाको बुद्ध अरे, अनि ऋषभ दादाको गोपी अरे। क्ल्याप गर्दिनु होला गाइस। होला भिडियोलाई यति भागम राख्ने हैन। उसको गर्लफ्रेन्डले दिएर सबै खाएको छ उनीहरुले। यो ग्यारेन्टी दिदिनस् भन्दा। यो चाहिँ हो हाम्रो लिचीको बोर्ड होइन। नटिप छोड। लिची चाहिँ पाकेको छ अलिअलि, सानै बोर्ड भयो भने। यसपालि सदा जस्तो चाहिँ फलेन। यहाँ हेर्नु न, आमामा दुश्मन हेरेको हेरे हो। यहाँ लिचीको स्वरूप देख। हामी चाहिँ लिचीको फेदमा छौँ, तर लिचीको फेदमा लिची चाहिँ रहेन रहेछ। यहाँनिर चाहिँ सकिसकेको रहेछ। यता चाहिँ ठुलो खाऊ यता चाहिँ ठुलो छ, यता धेरै छ। आँपको बोट के हेर्नु घाँस पुरै ल्याएको। अब मम्मी उँभो जाने अरे, काममा नजाने। म त नर्सरी सेन्टरमा काम गर्नु जान्छु। आज मम्मी नजानु भएको हिजो के भन्छ, अब आज मात्रै जाने अरे। मम्मी आज उँभो जाने भन्नुहुँदैछ, तर जानुहुन्छ होला सायद। त्यही भएर म चाहिँ काममा जाँदिनँ। त्यही भएर फ्रिडम भएर म खानुको लागि केही कमी छैन। बखडा अम्बक 1.5 फुटे दादा हो। तेरो गर्लफ्रेन्डको नाम भन्दैनौ केटा। गाइसहरूले पनि यसो सुनिराखौँ होइन। अब भाइको गर्लफ्रेन्ड होइन कस्तो हुँदैन हो नि तेरो चाहिँ गर्लफ्रेन्ड। के पर्यो भने चाहिँ लक्यो बसैमा चाहिँ पाउँछौँ। काँक्रा फलेको छैन केटा। मकै बारी दराम हरिया काँक्रा कराम हान्नु पर्छ।
हाम्रो गाइस हाम्रो चाहिँ भर्दैन छ घर हाम्रो चाहिँ यसले चाहिँ यो चाहिँ भविष्यको कर्णधार हो यहाँ त हेर त पर्मिसन त चाहिँ भविष्यको कर्णधार हो नि रक अन गरिदियो नि त चाहिँ के भन्छ भनिदियो नि त ए तेरो करङ गरौँ न कतिवटा रहेछ ल गाइज त 1 2 3 4 5 6 गाइज चाहिँ करङ गरिन्छ मेरो लाली गाई हेर्न आउनु होला गाइस मेरो लाली गाई हात टार्छ गाइस म चाहिँ यहीसँग भ्लग बनाउने गाइज साथी भनेको कोही पनि छैन यहाँ अब भ्लग बनाउनु पनि लदाउँछ हाम्रो गाउँमा प्रायः भ्लग कोही पनि बनाउँदैन अनि मैमा त्यो यसरी लङ भ्लग बनाउने एउटै भिडियो लामो समयसम्म चलाइराख्ने भनेको गाई गोठ चाहिँ यतातिर छ होइन गाईको गोठ यता गोरु गोठ छ टमिसेको हात चाट्दैछ है गाईले चाहिँ ल ल ल केटा अम्बक फलेको छैन तलतिर अम्बक चाहिँ खानु पर्थ्यो नि त हौ अम्बक चाहिँ खानु पर्थ्यो नि त तर तैँले अघि लिची त छोडिस् नि फलिदिन्छु त जान्दिनँ बच्छस् नि त अब बुवासँग डर लाग्छ नि त लिची जति गरी टिपेर खानु अघि पनि खाएर गएको होइन अनि फेरि आएर पनि खानु हो र तँलाई चाहिँ गाइज भन्नु चाहिँ कसले सिकायो भन्नु यसको निकनेम चाहिँ टमिसे कान्छा हो कि होइन भन् त टमिसे कान्छा तर ठिक छ आज पर्मिसेले मलाई तेरो गर्लफ्रेन्डको नाम भनिनस् ठिकै छ आज गजमुखी छ गाइस होइन तपाईँ अब क्यामेरामा क्याप्चर हुँदैन र पनि यो तल जुन देखिएको चाहिँ गजमुखी हो पुल जस्तो देखिरहेछ यो चाहिँ गजमुखी हो अनि अब चाहिँ म डाइरेक्ट घर गएर मात्रै क्यामेरा अन गर्नेछु होइन ल म चाहिँ अब घर लागेँ ल गाइस घर पनि आइपुग्यो भ्लग पनि यस्तै हो मेरो चाहिँ काम भनेको खाने पिउने पार्ने होइन अब त्यो अरू सबै नभनौँ मस्लिम हरकतहरू मैले यहाँ तलतिर बोटमा केरा पहले देख्छु थिएँ सायदै पनि पाक्न सफल हुनुभएको होला उहाँ मेरो निम्ति थुक्क साला यहाँ हेर्नु गाइस मम्मी आएको केरा त पाकिवरी पनि किराले खान थालेछ नि त यसपालि किराहरू चाहिँ पुरै पाक्दै निन्दियो रहेछ क्या गाइस देखिएको थिएन ठिकै छ एकभरि अनि यही हो भ्लगको स्टार्टिङ पनि भयो लास्टिङ पनि भयो अन्त्य पनि भयो होइन मेरो भ्लग भिडियो भनेको यस्तै हो युट्युबमा आइरहेको छ अनि अब हेरिदिनु होला अब चाहिँ मैले निरन्तरता 12को एक्जाम सकेपछि यति दुःख पाइएको छ अहिले यति दुःख पाइएको छ नि दिउँसो भोर काम बिहान भोर काम आमा काम हाम्रो यहाँ म्याम चाहिँ लुगासुगा खोलेर कहाँ जानुहुने तपाईँ कहाँ जानुहुने यति साह्रो हेर्छौँ भएर राम्री भएर कहाँ जानुहुने हुन्छ भने राम्री हाई गाइज भन्दै यहाँ हाई भन्दै त पनि हाई ल गाइज यति नै आज रुमबाट स्टार्ट भएको भ्लग रुममा आएर अन्त्य होइन अनि त्यति नै हो भ्लग भनेको यस्तै हो बनाउँदै गरौँ ल अनि हेर्दै गर्नु होला अनि ल सब्सक्राइब गरिदिनु होला 100 पुग्न आँटेको छ 100 पुऱ्याइदिनु होला म त्यही नै भन्छु अनि हुन्छ ल गाइज बाई।